भाइ यो चाहिँ तिम्रो कोठा होइन, आज चाहिँ जसो तसो यही कोठामा बस, तर भुल गरेर पनि यो कोठामा कहिले नछिर्नु होला। अनि तिमीले आज के अनुभव गर्यौ हो त्यसको पनि एउटा कारण छ। भाइ पहिला त्यहाँ एउटा परिवार थियो, त्यो परिवारमा उसको बुढी ऊ र उसको बाउ बस्ने गर्थ्यो। उसको बुढीले उसको बाउलाई लास्टै हेप्ने गर्थ्यो। बुहारी खानामा त धेरै नुन लाग्छ। नुन धेरै भने बुढो भयो त्यहाँ खाना त। र एक दिन उसको बाउ त्यही उसको बुहारीको हेपाइले गर्दा रक्सी खाएर घर जाँदै गर्दा बाटोमा लडेर मर्यो। र उसको बाउ मरेको केही दिन पछि उसको बुढी जङ्गलमा घाँस काट्न जाँदा उसको बाउको आत्माले त्यही जङ्गलमा उसलाई तर्साएर मार्यो। उसको बाउ र उसको श्रीमतीको मृत्युको दुःख सहनु नसकेर उसले त्यही जङ्गलको टावरमा गएर आत्महत्या गर्यो। भाइ अब जे हुनु थियो त्यो भइसक्यो, अब पुरानो कुराले छोडौँ, अब तिमी सुत्न जाऊ। होइन दाइलाई त्यो रुममा नजानु भनेको के छ यो रुममा?